आज म हजुरहरूलाई त्रिपुरेश्वर महादेवको दर्शन गराउनेछु, जसलाई त्रिपुरा सुन्दरी मन्दिर भनेर पनि भनिन्छ। काठमाडौँको निकै व्यस्त त्रिपुरेश्वर, सोही त्रिपुरेश्वरमा अवस्थित यो त्रिपुरेश्वर महादेवको मन्दिर। हेर्नुस् न, यस्तो संरचना, हाम्रो यस्तो प्राचीन धरोहर यो स्थितिमा देख्दा कसको मन नदुख्ला र। यही महादेवको नामबाट भनौं या यही मन्दिरको नामबाट आज यस ठाउँलाई त्रिपुरेश्वर भनेर चिनाएको यो मन्दिर भने आफू चाहिँ गुमनाम चुपचाप हामीसँग सारा नेपालीलाई गिज्याउँदै उभिएको छ। पवित्र श्रावण महिनाको सोमबार आज साना भन्दा साना शिव मन्दिरहरू पनि दर्शनार्थीले भरिभराउ र सजिसजाउ भइरहँदा पनि यत्रो ठूलो महादेवको मन्दिर भने सुनसान नै छ। बागमती नदी र इच्छु नदीको संगममा अवस्थित यो त्रिपुरेश्वर महादेवको मन्दिर सन् 1817 या 1818 मा रानी ललित त्रिपुरा सुन्दरीले बनाउनु भएको थियो। रानी ललित त्रिपुरा सुन्दरीलाई नेपाली इतिहासमा धर्म ग्रन्थ लेख्ने पहिलो नेपाली महिला भनेर पनि चिनिन्छ। उहाँको जन्म भने सन् 1794 मा भएको थियो भने ललित त्रिपुरा सुन्दरीको मृत्यु भने 1832 मा भएको थियो। रानीले आफ्ना पति राजा रणबहादुर शाहको सम्झनामा यो मन्दिर निर्माण गर्न लगाउनु भएको थियो। यस मन्दिरको गर्भगृहमा शिवलिङ्ग स्थापित छ। रानी ललित त्रिपुरा सुन्दरी महादेवको एकदमै भक्त हुनुहुन्थ्यो। मन्दिरको चार कुनामा विष्णु महिषासुर मर्दिनीको रूपमा रहनु भएको दुर्गा, सूर्य र गणेशलाई समर्पित 4 वटा तीर्थहरू पनि यहाँ अवस्थित रहेको छ। मन्दिरको चोकमा इन्द्र, ब्रह्मा, ईशान, चण्डेश्वर, कुबेर, शेष नारायण आदिका मूर्तिहरू पनि राखिएका छन्। यस मन्दिरको जीर्णोद्वार चाँडो भन्दा चाँडो होस् भन्ने चाहना, खै कसको माताहतमा पर्ने हो, सम्बन्धित निकायको ध्यान जानु एकदमै जरुरी छ। हाम्रो यस्तो ऐतिहासिक र यस्तो धार्मिक संरचनाहरू छिटो भन्दा छिटो मर्मत होस् भन्ने आशा। आजको यो भिडियो हजुरहरूलाई कस्तो लाग्यो कमेन्टमा बताइदिनुहोस् होला। हजुरहरूको दिन निकै शुभ रहोस्।